नमस्कार दर्शक वृन्द, कार्यक्रम सत्य संवादको 5औं अङ्क लिएर यहाँहरूको माझमा उपस्थित भइसकेको छु। म अनिता थापा मगर। तपाईले कार्यक्रम सत्य संवाद फरिस्ता मिडियाद्वारा सञ्चालित अनिता थापा मगर पोडकास्ट युट्युबमा गएर हेर्न सुन्न पाउनुहुनेछ। विशेष गरी कार्यक्रम सत्य संवादमा समाजमा केही न केही रूपमा सकारात्मक रूपमा योगदान दिइरहनुभएका व्यक्तिहरूसँग हामी कुराकानी गर्ने कोसिस गर्नेछौँ। जस अन्तर्गत आज हामीसँग हुनुहुन्छ गीत सङ्गीतको क्षेत्रमा आफ्नो मौलिक सृजना, मौलिक रचना मार्फत समाजमा केही न केही योगदान दिइरहनुभएका व्यक्तित्वहरूसँग हामी कुराकानी गर्नेछौँ। हामीसँग हुनुहुन्छ दोलखा जिल्लामा जन्मिएर गीत सङ्गीतको क्षेत्र, अझ भनौँ उहाँ चाहिँ आफ्नै सुनुवार भाषाको गीत सङ्गीतको क्षेत्रमा उहाँले गीत सृजना गर्नुहुन्छ। उहाँ साहित्यतर्फ पनि एकदमै अव्वल हुनुहुन्छ। उहाँले आफ्नै धेरै कृतिहरू पनि बजारमा ल्याइसक्नु भएको छ। आदरणीय दिदी तारा देवी सुनुवार हामी माझमा हुनुहुन्छ। त्यसै गरी अर्को एकदमै चलेको कलाकारको रूपमा लिन्छु म, अझ भनौँ स्टेज क्विनको रूपमा म चाहिँ लिन्छु है। आदरणीय कल्पना सुनुवार दिदी हुनुहुन्छ। भर्खरै उहाँ राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालको चाहिँ जिल्ला रामेछाप जिल्लाको तदर्थ समिति अन्तर्गतको उहाँ संयोजक पनि भर्खर बन्नु भएको छ। उहाँलाई हामी धेरै धेरै शुभकामना पनि दिन्छौँ र उहाँहरूसँग गीत सङ्गीतमा लाग्न कतिको गाह्रो छ। गीत सङ्गीतको क्षेत्रबाट हामीले के गर्न सक्छौँ, के सिक्न सक्छौँ, के पाउन सक्छौँ अथवा के दिन सक्छौँ, हरेक कुराहरू समसामयिक विषयवस्तुमा कुराकानी गर्नेछौँ। म एकदम नजिक छु उहाँहरूसँग। हामी हरेक दिन भेट्ने, बोल्ने, घुम्न जाने सँगै चल्छ है। त्यो भएर एकदमै सामान्य तरिकाले तर एकदमै रमाइलो तरिकाले कुराकानी गर्ने कोसिस गर्छौँ। दिदीहरूलाई धेरै धेरै स्वागत छ। धन्यवाद, नमस्कार। आराम हुनुहुन्छ हजुरहरू? हजुर, अझ चाहिने भन्दा बढी बयान गर्नुभएकोमा धन्यवाद। म कुनै चर्चित चलेको अनि स्टेज क्विन चाहिँ होइन भन्न चाहन्छु है, किनभने म एउटा सिक्दै गरेको सानो कलाकार हो। यो समयमा बहिनीले त्यो स्तरमा, उहाँको रोजाइमा, उहाँको दृष्टिमा त्यो परे म धन्यवाद छ यहाँलाई। कस्तो हुँदो रहेछ भने दिदी होइन, आफू चलेको भएपछि चाहिँ खासै चलेको जस्तो लाग्दो रहेछ कि त्यो नचल्ने मान्छेलाई चाहिँ एकदमै धेरै म चले भन्ने लाग्दो होइन। यस्तो हो, गीत भनेको चाहिँ चल्नु, चलाउनु, चर्चित, लोकप्रियमा धेरै फरक छ होइन। अहिले फेरि भाइरल भन्ने पनि छ। म चाहिँ सबैभन्दा अगाडि दर्शक श्रोताको आशीर्वाद पाइरहँ अनि लोकप्रिय भन्ने शब्द रुचाउँछु। त्यो शब्दबाट हट्न नपाऊँ। हजुर, थोरै कुराकानी गरिहालौँ। म तारा दिदीबाट सुरु गर्छु। दिदी, हजुरले सुनुवार भाषाको गीतहरू चाहिँ बढी लेख्नुहुन्छ, रचना गर्नुहुन्छ है, अनि लेखि पनि रहनु भएको छ। यो सुनुवार भाषाकै गीत सङ्गीतप्रति हजुरको रुचि भनौँ अथवा सुनुवार भाषालाई जगेर्ना गर्न लागिरहनु भएको भनौँ, अथवा यसलाई मैले कसरी बुझौँ दिदी? बहिनी धन्यवाद। सुनुवार भाषाको गीत सङ्गीत धेरै गरिरहेको भन्दा पनि मैले अलिअलि गरेको छु। अब कसरी बुझ्नुहोस् भन्दाखेरि, म एउटा तारा सुनुवार हुँदै गर्दाखेरि, म सुनुवारको कोखमा जन्म लिँदै गर्दा र मैले मेरो पहिलो बोली फुट्दाखेरि मैले मेरो आफ्नो भाषाबाट बोली फुटेको थियो। त्यसको गुण तिर्न पनि मैले यो भाषालाई संरक्षण गर्नुपर्छ भन्ने मलाई लाग्छ। र गीत सङ्गीत मात्रै त होइन, गीत सङ्गीत त मैले थोरै छ सुनुवार भाषामा। मैले लेख्छु, विशेष गरी म कविता लेख्छु, अनि त्यस्तै मुक्तक स्टाइलमा हाम्रो सुनुवार भाषाको थिए नि छ हामीसँग। अनि म लेखहरू पनि लेख्छु भाषामा, गोर्खापत्रमा पनि लेख्छु, नेपाल अर्थात् नयाँ नेपाल भन्नेमा। र यो भाषाप्रतिको समर्पण चाहिँ मेरो जब भाषा रहन्छ होइन, साहित्य भाषा रह्यो भने मात्रै हामी रहन्छौँ। तपाईँको थापा मगर पनि त्यही हो, म सुनुवार पनि त्यही हो होइन। आफ्नो भाषा रह्यो भने हामी रहन्छौँ। त्यसैले पनि सुनुवार भाषाको भाषा संस्कृतिको जगेर्ना गर्नको लागि म एउटा संरक्षकको रूपमा अथवा अभियन्ताको रूपमा चाहिँ अगाडि अब छु भनौँ न होइन। धेरै छैन तर पनि म कला संस्कृति मात्रै संरक्षणको लागि अभियन्ताको रूपमा
सुनुवारहरूको भाषालाई चाहिँ जीवन्त राख्न रुचाउँछु र जीवन्त राख्नुपर्छ भन्ने जिकिर गर्छु। आफ्नो संस्कृति आफ्नो कला छुट्टै माया हुन्छ हैन दिदी? हजुर, माया त हुन्छ, प्रेम गर्छु म। माया भन्दा पनि प्रेम गर्छु, संरक्षण गर्नुपर्छ। हजुर हजुर हुन्छ। म यता कल्पना दिदीतिर जान्छु। दिदी हामी त प्रायः सबै भेट भइराखेकै हुन्छौँ हैन? हजुर करिब 1 दशकदेखि गीत सङ्गीतको यो दौरानमा हुनुहुन्छ दिदी। थोरै सुरुवाती दिनलाई सम्झौँ, यो क्षेत्रमा आउनको लागि कतिको सङ्घर्ष गर्नु पर्दो रहेछ? कतिको भने त हिसाब किताब धेरै छ है, त्यो हिसाब किताब गरेर साध्य छैन। यहाँ धेरै दुःख सङ्घर्ष गरे। मान्छेले क्यामेरा अगाडि आएर रुनुहुन्छ, दुःख गर्नुहुन्छ, मलाई श्रीमानले छोड्यो भन्नुहुन्छ, त्यो हेर्दा म पनि हेर्छु, सँगसँगै रुन्छ क्या। तर श्रीमानले छोड्नु दुःख पाउनु त्यो दुःख होइन जस्तो लाग्छ मलाई। सङ्घर्ष, धेरै सङ्घर्ष गरेर मैले चाहे जस्तो भने जस्तो ठाउँमा त पुगेको छैन, तर मैले अथाह धेरै दुःख सङ्घर्ष गरेर म यहाँ छु हैन। कुनै घटना सम्झिनुहुन्छ? छ धेरै घटनाहरू। मैले आएर सुरुमा दोहोरी साँझमा गीत गाएँ, गीत सङ्गीतमा गाउँदा गाउँदै मलाई मेरो अग्रज दाइ दिदीहरूले गर्ने व्यवहार, अनि मैले एल्बमहरू गर्दाखेरि मसँग पैसा नहुँदाखेरि मेरो सुन गहना बेचेर गरेको सङ्घर्ष, अनि धेरै दुःखका कुराहरू छन्। गीत सङ्गीतमा धेरै दुःख गरेँ, तर मलाई चाहिँ के लाग्छ भने आफ्नो कर्ममा विश्वास गर्ने मान्छे म, जसले जे भने पनि मलाई भोलि मैले गीत गाएको छु, मैले गीत सङ्गीतबाट यति पैसा पाउनु पर्छ भन्दाखेरि पनि मैले गरेको कार्य चाहिँ कस्तो छ, मैले कसरी गर्नुपर्छ भन्ने कुरालाई चाहिँ म जोड दिने मान्छे। त्यसो परिवारको सपोर्ट गीत सङ्गीतमा लाग्नलाई कस्तो हुँदो रहेछ भनौँ न? नत्र भने बाहिर नाच्ने गाउने भनिसके पछाडि समाजको बन्धन हुन्छ नि त हैन? समाजको नियममा हामी टिकिरहेका हुन्छौँ। समाजले चाहिँ होइन गीत गाउनु हुँदैन, छोरी मान्छे भएर यस्तो गर्नु हुँदैन, यस्तो गर्नु हुँदैन, यस्तो मात्रै गर्नुपर्छ भनेर त्यो परिधिभित्र हामी बसिरहेका हुन्थ्यौँ। हजुरलाई परिवारको सपोर्ट त्यो बेला कस्तो थियो? त्यो चाहिँ यस्तो भयो, परिवारमा चाहिँ अलि कार्यक्रमको सुरुवातमै छौँ, भावुकतिर नजाउँ, अलि रमाइलोतिर जाउँ होइन। म चाहिँ के हो भने मेन कुरा मलाई के थाहा पाउनु पर्छ भने चाहिँ म जतिको पीडित मान्छे चाहिँ मलाई कोही छैन भनेर मलाई मात्रै लाग्छ, तर मभन्दा पीडित मान्छे पनि हुनुहुन्छ। तर म जति पीडा भए पनि बाहिर हाँस्ने मान्छे हो क्या। मेरो मनमा जति पीडा छ नि त्यो मैले बाहिर कहिले प्रस्तुत गर्दिनँ, म मुस्कुराइ नै रहन्छु। त्यो चाहिँ मेरो मलाई मनपर्ने बानी हो क्या। मेरो चाहिँ धेरै दुःखमा अरू र ममा धेरै फरक छ। अरूले चाहिँ उहाँले सहयोग गर्नुभयो, उहाँले सपोर्ट गर्नुभयो, परिवारबाट सपोर्ट गर्नुभयो भनेर अलिक सहज हुन्छ। मलाई चाहिँ दायाँ बायाँ गीत सङ्गीतमा सपोर्ट गर्ने कोही हुनुहुन्थेन क्या होइन। अहिले त अब साथीभाइ, सङ्घ संस्था, इष्टमित्र भनेको कुरा हौसला सपोर्ट दिनुहुन्छ, तर आर्थिक सहयोग चाहियो नि त होइन। मैले गीत गाएँ, गीत सङ्गीत उहाँले लेख्नुहुन्छ, उहाँले लेख्नुभएको मैले सुनुवार भाषा गीत पनि गाएको छु। हाम्रो भेट चाहिँ साङ्गीतिक यात्रा हुँदै गर्दाखेरि साङ्गीतिक यात्राले नै हाम्रो भेट भएको। त्यो गीतलाई लेख्ने अनि लय भर्ने अनि स्टुडियोमा गएर गीत गाउने अनि बजारमा ल्याउने, यो धेरै कामहरू छ नि त। यहाँ सुनेर अर्का जस्तै अरूको गीत सुनेर आए जस्तो होइन रहेछ क्या। मैले पनि यहाँ आएर थाहा पाएँ। मलाई उहाँ हुँदाखेरि मेरो अग्रज दाइ दिदीहरू गीत सुन्थेँ मैले, आहा काठमाडौँ गएर म गायिका बन्छु भनेर सपना लिएर आयो नि त। तर जुन सपना मैले देखेको थिएँ त्यो सपनाभन्दा धेरै काठमाडौँ सहर यहाँ आएर मैले भिजेँ नि त। हजुरको पहिलो एल्बम कुन आयो दिदी? मेरो म रामेछापमा जन्मिएको मान्छे, धेरैले प्रश्न पनि गर्नुहुन्छ काठ गीत नगाएर किन पश्चिमेली गीतको भाषा त्यो के भन्छ रङ अनि जात हुँदैन। गीत सङ्गीत भनेको हजुरको पहिलो गीत कुन थियो अनि त्यो गीत कसरी ल्याउनु भयो बजारमा? मेरो पहिलो गीत चाहिँ आदरणीय दाइ बिरई कार्कीसँग डाँडामा बिजुली आयो भन्ने गीत थियो। त्यही गीतले म कल्पना सुनवार हो भनेर चिन्ने मौका पाएँ। धेरै दुःख सङ्घर्ष पनि त्यो गीतमा पनि मैले गरेँ। हुन त गीत सङ्गीतमा लागिसकेपछि सबै सन्तान बराबरी हुन्। अहिले भाषाभाषी गीत पनि गाएको छु, दिदीले लेख्नु भएको छ उहाँको शब्दमा, रामकुमार पौडेलको सङ्गीतमा। मैले 3टा भाषाको गीत त दिदीले लेख्नु भएको होइन, 2टा दुईटा मेरो दुईटा हजुर दिदीले गाउनु भयो। तर गाउँछु मैले गीत गाएँ भनेर भन्नुहुन्न क्या। यो गीत क्षेत्रमा पनि सायद कल्पना सुनुवारै होला दिदीलाई प्रवेश गराउने, यो पनि भन्नुहुन्न उहाँले।
उहाँले बाल मिठो कलाकार लेख्नुहुन्छ होइन बाल कलाकार हुँ बहिनी शब्द पनि राम्रो लेख्नुहुन्छ उहाँले उहाँको चाहिँ म धेरै बयान गर्दिनँ किनभने मैले बयान गरेको कम हुन्छ क्या दिदीलाई उहाँलाई त किनभने लेख्नु पनि हुन्छ गाउनु पनि हुन्छ अझ पायो भने मोडल पनि गर्नुहुन्छ राम्ररी सङ्गीत हुनुहुन्छ पनि गर्छु मेरो भाषाको गीत मैले सङ्गीत पनि गरेँ दुईटा गीत चाहिँ दिदीले लेख्नुभयो पोकली छाँगा भन्ने अहिले मैले त्यो चाहिँ अडियो मात्रै मैले बजारमा लिएको छु मन पराइराख्नु भएको छ सुनिराख्नु भएको छ पहिलो गीत चाहिँ हाम्रो गेतेङा गेतेङा फेरि गाइहाल्न मन लाग्छ है त्यो गीत एकदमै माया लाग्छ मलाई भाषाको गीत चाहिँ मेरो पहिलो गेतेङा भन्ने थियो गेतेङा गोतेङा दिदीले लेख्नु भएको र मलाई कल्पना सुनवार भनेर चिनाउने मेरो पहिलो एल्बम चाहिँ डाँडामा बिजुली आयो थोरै सुनाउन दिदी ल सुनम थोरै म गाई पनि हाल्छु एकदम चाहिँ माया लाग्छ त्यो गीतको मलाई है त्यही भएर थोरै गाउँछु है त प्रयास गर्छु मनी घरकी एक्ली छोरी सबले भन्छन् जुनी मनी घरकी एक्ली छोरी सबले भन्छन् जुनी हाँसौँ खेलौँ सँगै आऊ मारे बाटो मुनि डाँडैमा बिजुली आयो झलाला मायाको गाउँतिर यता त धेरै छ जाउँक्यारे उज्यालो ठाउँतिर जाउँक्यारे उज्यालो ठाउँतिर धन्यवाद कस्तो मिठो दिदी थोरै कुरा अझै मलाई सोध्न मन लाग्यो कि दिदी जस्तो हजुरले अब सानैदेखि गीत सङ्गीतमा लागिराख्नु भएको छ गरिराख्नु भएको छ है हजुर सङ्घर्ष गर्न कतिको गाह्रो हुँदो रहेछ गीत सङ्गीतको क्षेत्रमा लागिसके पछाडि पनि त्यो गीत जुन हजुरले पहिलो गीत गाउनु भयो त्यो गीत पछाडिको सङ्घर्ष थोरै सम्झियो पहिला अरूले सुनेको गीत गाउँथे हजुर सुनेर गाउँदा सजिलो लाग्थ्यो आफै गायिका भए धेरै गाह्रो लाग्यो धेरै त्यो मैले देखे जस्तो सहरमा जस्तै मैले जुन सपना देखेर म गायिका बन्छु गीत गाउँछु भनेर काठमाडौँ सहर छिरेँ नि त्यो मैले वहाँ देखेको सपना र यहाँ आएर हेर्दाखेरि धेरै फरक थियो सङ्घर्ष दुःखका कुरा नगरौँ किनभने धेरै दुःख गरेँ सङ्घर्ष पनि गरेँ गीत सङ्गीतमा मैले अब 1 दशकभन्दा बढी भइसक्यो मैले गीत सङ्गीतमा लागेर काम गरेको चाहिँ एल्बम ल्याउनुभन्दा पहिला मैले दोहोरी साँझमा गीत गाएँ त्यहाँका छुट्टै दुःख अनि अरूले हेर्ने दृष्टि अनि आफूभन्दा अग्रज जान्नेहरूको हेपाई चेपाईदेखि लिएर धेरै दुःख मैले सहेकी छु र एउटा त्यो बेलामा एउटा केटी मान्छे गाउँको केटी मान्छेले यो ठाउँमा आएर गीत गाउनु गीत सङ्गीतमा लाग्नु धेरै चुनौती प्लस धेरै गाह्रो थियो अहिले धेरै क्यामेरामा आएर रुने कराउने देख्छु म त्यो माहौलमा त्योभन्दा धेरै दुःख मैले पाएको हुन त दुःख आफू मैले पाएको दुःख मलाई धेरै ठुलो लाग्छ योभन्दा दुःख पाउने मान्छे अरू पनि हुन्छन् र अहिले पछिल्लो समयमा चाहिँ श्रीमान श्रीमती बिछोड भएका अनि यसलाई धोका दिएका त्यस्तो कन्ट्रोभर्सीहरू आइरहँदाखेरि त्यो त केही दुःख होइन जस्तो लाग्छ मलाई त्यो जोडिनु छोडिनु टुट्नु भेट्नु भनेको कुरा छुट्टै हो त्योभन्दा छुट्टै दुःख हुन्छ क्या त्यसलाई दुःख मानिन्छ क्या जस्तै सङ्घर्ष कुराहरू म झन् म 6 वर्षको उमेरमा मेरो मम्मी बित्नु भएको होइन र अरूले आमा भन्दाखेरि पनि कस्तो हुन्थ्यो क्या मेरो ठुलो बा ठुलो मम्मीहरूको त दिदीहरूको दाइ दिदीको त मम्मी हुनुहुन्थ्यो उहाँहरूले भन्दा मेरो पनि भइदिएको भए भन्न पाए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो क्या कसरी बित्नु भयो 6 वर्ष हजुरलाई त केही थाहा नै भएन मलाई त्यो कुरा थाहा भएन हामी वर्षौनी हो अलिअलि थाहा छ मेरो मम्मीले चाहिँ त्यो प्रेग्नेन्ट हुँदाखेरि त्यो बच्चा त्यो पाउने सुत्केरी हुँदाखेरि चाहिँ त्यो साथी नाल नझरेर बित्नु भएको रे अलिअलि मलाई पनि थाहा छ हामी 4 जना छौँ मेरो 2टा बहिनी एउटा भाइ अहिले अनि सानोको पनि हुनुहुन्छ मेरो 2टा हुनुहुन्छ धेरै दुःख सङ्घर्ष त्यस्तो दुःख त मैले कस्तो लाग्यो त्यो सानोतिनो दुःख त दुःखै जस्तो लाग्दैन हजुरको जीवनमा आमा भनेको के जस्तो लाग्छ अब यो कार्यक्रमको सुरुवातमा छौँ त्यो भावुकतिर नजाउँ किनभने मलाई आमा भन्ने शब्द चाहिँ एकदम अरूलाई त्यो भन्छ नि प्यारो लाग्छ मलाई फेरि क्यामेराको अगाडि आँसु नजाने मान्छे हो तर आमाको कुरा गर्दा चाहिँ एकदम म भावुक हुन्छु मलाई क्यामेराको अगाडि रुन चाहिँ मन लाग्दैन त्यो क्वेसन नगर्दै हुन्थ्यो जस्तो लाग्थ्यो कि कस्तो मैले चाहिँ आमाको परिभाषा दिन सक्दिनँ किनभने मैले आमाको माया पाइनँ कि त्यही भएर बुवा हुनुहुन्छ तर यस्तो हुन्छ बुवा र आमाको मायामा धेरै फरक सरी मलाई पनि हजुरलाई रुवाउने मन थिएन दिदी
होइन अहिले पछिल्लो समयमा धेरै मान्छेहरू क्यामेरामा आएर देख्थे तर यस्तै क्वेसनले रहेछ क्या ल जाउँ अर्कै क्वेसन सरी हजुर भनिन्छ नि जस्तो पीडा त हुन्छ होइन त्यो पीडा हुन्छ कहिलेकाहीँ त्यो पीडाले पनि केही न केही कुराहरू सिकाइरहेको हुँदो रहेछ नि। हजुर म दिदीतर्फ गइहाल्छु हुन्छ दिदी जस्तो हजुरको विचारमा के लाग्छ जस्तो आमा भनेको हजुरले कसरी बयान गर्नुहुन्छ? आमालाई अब बयान गर्ने त डिक्सनरीमा भएको शब्दले पुग्दैन शब्दकोशमा भएको होइन। आमा जिन्दगीको आधार हो होइन। यदि आमा नहुनु भएको भए हामी कोही पनि यहाँ हुँदैन थियौँ। र म बहिनीहरूलाई के चाहिँ भन्छु अब दिदी भनिहाल्नु दुवैजना म दिदी नै होइन। पीडा नहुने मान्छे सायदै कोही पनि हुँदैन। यस्तो हुँदो रहेछ आमा हाम्रो जिन्दगीको आधार हो आमा बुवा र यो कुनै न कुनै मोडमा कसैले घुमाउनै पर्छ त्यो समय कुन हो भन्ने मात्रै हुन्छ। बाइ द वे मेरो पनि आमा हुनुहुन्न है। र यदि हामी पनि जिन्दगीलाई बुझ्ने हो भने त्यो पीडासँग मजाले घुलमिल गर्नुपर्ने हुन्छ। जिन्दगी हामीले देखेको जस्तो कसैको पनि हुँदैन। मेरो यसभित्र कविता पनि छ कथा छ मलाई थाहा छैन होइन। खोज्नुपर्छ भन्न खोजेको चाहिँ खोज्नुपर्छ। पीडा नभएको मान्छे नै हुन्छ जस्तो मलाई लाग्दैन। मान्छेको जिन्दगी एउटा पीडाको कथाको सङ्ग्रह हो जस्तो लाग्छ मलाई है। हजुर हजुरले धेरै कृतिहरू पनि लेखिसक्नु भएको छ दिदी बजारमा पनि आइसकेको छ। थोरै एउटा हामी कविता पनि सुन्छौँ दिदी। हुन्छ कविता सुनाउँछु। मेरो कृतिहरू त अब यो 9औं कृति हो। पछिल्लो समय मैले जिर्मा भनेर यो कविता सङ्ग्रह। जिर्माको अर्थ दिदी है जिर्मा भनेको चाहिँ ठाडै भाषामा भन्दा जाँडै हो। तर कोदोको स्पेसल पितृलाई चढाउनको लागि चाहिँ एकदम सफा सुग्घर आफू पनि त्यो उपास होइन व्रत जस्तै त्यो मर्चा नमलेसम्म चाहिँ खानु हुँदैन भन्ने छ हाम्रो संस्कारमा होइन। त्यो साइत हेरेर पनि पकाउनु पर्ने हुन्छ अनि चोखो नितो गरेर पनि पकाउनु पर्ने हुन्छ कुलपितृलाई चढाउने होइन। त्यसैले जिर्मा चाहिँ सुनवार भाषाको एउटा शब्द हो। सबैले सजिलोसँग बुझ्ने भने कोदोको जाँड त्यो तर स्पेसल जाँड भनेको छानेको जाँड होइन फेरि त्यो नछान्दैखेरिको त्यो सुनवार भाषामा मस भन्छ होइन। जिर्मा श्याम भन्छ हाम्रो भाषाबाट होइन। अब नेपालीबाट सेजो भन्ने हुन्छ। तर मान्छेले जिर्मा जाँड मात्रै बुझ्छ यो मात्रै देख्छ। तर हाम्रो भित्र त यो त सभ्यता हो संस्कार हो होइन पहिचान हो क्या। त्यही भएर मैले यो आफ्नो पहिचानलाई जीवन्त राख्नको लागि जिर्मा शीर्षक राखेको यो कविता सङ्ग्रहलाई चाहिँ मैले हुन्छ हामी कविता सुन्ने। अब भावुक पनि हुनुभयो भने अब त्यसैसँगै अब कविता चाल्नु जस्तै जिन्दगी छ कविता त्यही सुनौँ है। यस्तै हो अँध्यारो र उज्यालो हुन्छ जिन्दगीको दुईटा बाटो। अँध्यारै हुन्छ होइन। त्यो दुःखमा रुने नै हो सुखमा हाँस्ने नै केही छैन। त्यो आँसु होइन यो आँसु पनि फाल्दाखेरि हलुका हुन्छ। आँसु केवल पानी होइन त्यो पीडा झरिरहेको हुन्छ। त्यसैले यसलाई पनि अन्यथा नलिउँ। चाल्नु जस्तै जिन्दगी मलाई आज अलिकति सन्चो छैन कि खासमा। बाध्यताका गरौँ भारीहरू बिसाउने ठाउँ छैन। बाध्यताका गरौँ भारीहरू बिसाउने ठाउँ छैन। आँसुको टेकुवामा अडिएरै भए पनि छिचोल्नु छ जिन्दगीको अनकन्टा जङ्गल। कति रहर थियो पूर्णिमाको जुनसँग मित लगाउने। कति रहर थियो पूर्णिमाको जुनसँग मित लगाउने। तर सम्हाल्दै रहरका थुप्राहरू दुःखको पहिरोले थिचेर यो धरतीमा पछारिए म। अहिले ठेस लागेर चरचराइरहेका घाउहरूलाई आँसुले पखाल्दै पीडाकै मलम लगाउनु पर्ने कस्तो विडम्बनाको जिन्दगी। भर्खरै उषाको लाली ओढेर मुस्कुराइरहेको गुलाब
शिरको शोभा बन्न नपाउँदै भर्खरै उषाको लाली ओढेर मुस्कुराइरहेको गुलाब शिरको शोभा बन्न नपाउँदै निमोठिएर भुइँमा झर्यो र समयले मलाई ओइलिएको कालो गुलाबको पत्रभित्र विवश पारिदियो आफ्नो अस्तित्व खोज्न। गुण बोकेर मनभित्र रित्तिएका आशाहरूको कुनै शान्त तर गहिरो नदी झैँ मौनताको विषक्त उत्सव मनाउनु पर्ने कस्तो मौन जिन्दगी। आफ्नै रङहरूमा बाँच्ने सपनाहरू तुइएपछि अरूकै स्वाद र चाहनामा चालिँदै आज थोत्तिरेर फ्याँकिएको चाल्नु भएको छ यो जिन्दगी, जहाँ सुखका कणहरू साँच्चै सधैँ परतिर झरिदिन्छन् र आफूसँग त केवल बाँकी रहन्छ कहिल्यै नछुट्टिने दुःखका कसिङ्गरहरू। शब्दको खाना पनि शब्द पनि मिठास लय पनि है दिदी कति एकदम मिठो लाग्यो। अलिकति कुरा गरौँ दिदी। सुनुवार हजुर कृतिहरू चाहिँ नेपालीमै लेख्नु भएको छ? म नेपाली र मेरो भाषा बराबर कलम चलाउँछु। भाषामा पनि लेख्छु। मेरो 9औं कृति मध्ये 4वटा कृति सुनुवार भाषाको छ, यो 5औं। अहिले चाहिँ अलिकति नेपाली भाषामा अलिकति जोड दिएर सङ्ख्या तलमाथि भएको छ, नत्र म सँगसँगै लेख्छु के नेपाली र सुनुवार भाषामा। म यता दिदीतिर जान चाहन्छु। दिदी जीवनको त्यस्तो कुनै क्षण छ जहाँ हार मानेर अब मैले सक्दिनँ भनेर छोड्नु भएको? जिन्दगीमा मैले सबै कुरा त जाने पनि भन्दिनँ, जानिन पनि भन्दिनँ, तर हार खान हुँदैन भन्ने आँट हिम्मत चाहिँ ममा छ। किनभने मैले गीत सङ्गीत क्षेत्रमा नै काम गरिरहँदा, गीत सङ्गीत क्षेत्रबाटै बाँचिरहँदा दोहोरी साँझमै गीत गाएर मैले मेरो छाप टार्दाखेरिदेखि नै मसँगै भएका साथीहरू अहिले कोरिया हुनुहुन्छ, कोही जापान हुनुहुन्छ, कोही चाहिँ अमेरिका हुनुहुन्छ, कोही चाहिँ त बहिनीलाई पनि थाहा छ क्यानाडा हुनुहुन्छ होइन। धेरै साथी मसँगका सहकारी गर्ने साथीहरू काठमाडौँमा घर बनाइसक्नु भएको छ, कसैले घर जाम गरेर श्रीमानसँग छोराछोरी पारिनु भएको छ होइन। त्यही पनि मैले उहाँ हुन त आफूले अरूलाई दाँच्न मिल्दैन, मसँग सहकारी गर्ने साथीहरू मैले पनि एउटा देशमा गएर काम गरेर टन्न पैसा कमाएर ल्याउँदा हुन्थ्यो क्या। तर मैले यो गीत सङ्गीत क्षेत्रमा केही गर्नुपर्छ, म यो गीत सङ्गीत क्षेत्रमै गर्नलाई आएको हो भनेर यो क्षेत्रमा छु अहिलेसम्म। अब टिक्छु टिक्दिनँ त्यो अलग कुरा हो, अहिलेसम्म टिकिरहेको छु। त्यो मैले हार खाइनँ, त्यसमा त्यो मेरो एउटा मनपर्ने पक्ष एउटा के भन्छ त्यो निरन्तर रूपमा आफ्नो के भन्छ त्यो जिद्दी क्या, त्यो जिद्दी चाहिँ ममा छ। स्वभाव। हजुर हजुर किन हजुरले फुर्सदको समयमा के गर्नुहुन्छ दिदी? के गर्न रुचाउनुहुन्छ फुर्सदको समयमा? हजुरले भन्नु पर्दा त यस्तो हो, कुकुरो काम नि हुँदैन, फुर्सद नि हुँदैन। फुर्सदको समय नै भयो जस्तो लाग्दैन क्या मलाई। धेरै समय भने मोबाइल हेऱ्यो, टिकटक बनायो, त्यो पनि कामै हो। त्यो बसिरहने भने फुर्सद हुँदैन, त्यो हुन्छ। अब यस्तो भयो, म क्यामेराको अगाडि चाहिँ धेरै रोको धेरै नरो भन्ने मान्छे हो होइन। फेरि मैले भनिहालेँ नि, म जति पीडा भए पनि बाहिर चाहिँ एकदम गरेर हाँस्ने मान्छे हो क्या, थाहा छ नि बहिनीलाई पनि। अनि कति धेरै एउटा परिवारको जिम्मेवारी बोकेको मान्छेहरू, म घरको जेठी छोरी भएर एउटा परिवार चलाउनलाई चाहिँ कति गाह्रो हुन्छ होइन। एउटा ठुलो सङ्घर्ष, जिम्मेवारी, साथै म एउटा घरको अभिभावक भएको नाताले हार नखाने मान्छे, एउटा आँटिलो भन्छु। त्यही भएर पनि दिदीसँग मेरो कुरा मिलेको होला क्या। दिदी र मेरो सङ्गीतिक यात्रा हुँदा हामीले भेटेको 4-5 वर्ष भयो कि भएन, 3 वर्ष भयो है ठ्याक्कै, 4 वर्ष भयो। जब दिनदेखि मैले दिदीलाई भेटेँ नि, मैले चाहिँ उहाँ अघि मैले आँसु खसालेको थिएँ क्या, दिदी रुनु भएन, तपाईँले याद गर्नुभयो बहिनीले। स्ट्रङ हुनुहुन्छ क्या दिदी, जस्तो दुःखमा पनि उहाँले त्यो अर्काले चाहिँ रुवाउनुहुन्छ कि पाप्सी लगाएर। उहाँले भन्नुभएको शब्दहरू एकपल्ट एउटा कार्यक्रममा म धर रोएको थिएँ, आमाको कुरा आउँदा चाहिँ रुने हो क्या म। अनि हामी सबै रोको होइन, कार्यक्रममा सबै भावुक भएको, दिदीको आँखामा यसरी हेर्छु त दिदी रुनै भएको छैन। अहिले पनि कति धेरै म बुरबुर आँसु झरेको बल्ल बल्ल थाहा भएन, दिदीको आँखाबाट आँसु झराएँ कति धेरै क्या। उहाँ केटी होइन, दिदीलाई म केटा मान्छे जस्तै क्या, स्ट्रङ हुन्छ। दिदी जस्तै बन्नु पर्थ्यो क्या म चाहिँ। दिदीलाई नै सोच्छु दिदी, जीवनमा तपाईँले कहिले कोहीबाट अपमानित हुनु परेको त्यस्तो क्षण छ दिदी? त्यस्तो भुल्नै नसक्ने गरी अपमानित त भएको छैन, म एट्याक गरिहाल्छु।
बच्चैदेखि आक्रमण गरिहाल्छ। कसरी केही गर्यो भने भिडियो भने छुट्टी पनि सानोमा मलाई स्कुल जाँदाखेरि भदाहरू हुन् है, अनि टाढाको पश्चिमबाट घाम झुल्क्या क्या आज भन्ने के अब के भएको थियो, म ढुङ्गा नै हानेर कुदेको छु, 6 क्लासमा पढेको थिएँ क्या। अनि आँट गर्छन् बहिनी, आँट गर्छन्, महिला हौँ हामी, महिला हौँ, आँट गर्छन् हामी, जनजाति हौँ, यिनीहरूलाई त सिधै बोलाउन सकिन्छ होला आँट सोझो सोझो हुन्छ भन्ने। सोझो मलाई त भनेकै छन्, म नाम त भन्दिनँ, त्यो साथी अहिले चाहिँ यो रजिस्ट्रार हुनुहुन्छ होइन, तिमी भेट्न आउनु भने म भेट्न किन जान्थेँ होइन। अनि पछि के भन्छ, तिमी त बाहुनी जस्तै रहेछौ नि रे, क्या एउटा शब्द हो त्यो है, तिमी त बाहुनी जस्तो रहेछौ नि, कहाँ राखेर हेर्दो रहेछ हामीलाई, हेर्नुहोस् त जनजातिको छोरीहरू यिनीहरू महिलाहरू भनेपछि यिनीहरूलाई त सजिलै भुलाउन सकिन्छ, त्यो चाहिँ हुँदो रहेछ। मलाई त जिन्दगीमा ठुलो सिकाइ भयो, त्यही भएर मलाई यसले चाहिँ मलाई एकदमै हर्ट गर्यो भनेर मलाई त्यस्तो त भएको छैन, तर गर्छन् भने तपाईँ बिर्सैनु नसक्ने, म धरधरी रोएर हिँडेको चाहिँ छुइनँ। म रुन चाहिँ म छुट्टै विषयमा रुन्छु कि, तर त्यो जसरी मान्छेलाई एकदमै गरेको छ नि, जस्तो बहिनीले भन्नु भने दोहोरी साँझमा मेरो अग्रजहरूले गरेको सम्झिँदा पनि भने आँसु त्यसै आएको नि, मैले भने मलाई त्यतिसम्म गर्ने आँट चाहिँ अलिक गर्दैन। दिदी बढी प्रतिकार गर्नु हुँदो रहेछ? गर्छु म भनिहालेँ नि त, अरूलाई चाहिँ रुवाउनुहुन्छ, आफू रुनुहुन्न कि। प्रतिकार शब्द सुनेर म धेरै पटक रोएको छु क्या, जानेर चाहिँ। हामी दिदी बहिनी भेट हुँदाखेरि पनि नानी मैले हेर न आज यस्तो लेखेको छु सुन्ने हो भने सुनाउनुहुन्छ क्या। एक दिन चाहिँ म दिदीको टाउको हो अरे फुपूको उहाँले एक्लै बस्नु भएको थियो नि त बिहे नगरिकन, त्यो ठ्याक्कै मसँग मिलाएको थियो क्या। अनि दिदीको टाउका मैले यसो मसाज गरेँ, तेल केलाउँदै दिदीको कपालभरि आँसु थियो, दिदी थाहा पाउनु भएन। त्यो बेला मैले दिदीले हेरेर के आँसु थिएन, मतलब मानसिक रूपमा दिदी एकदमै स्ट्रङ हुनुहुँदो रहेछ। रुन्छु। दिदीलाई सोध्नु मन लाग्यो कि जस्तो हजुरले 10 वर्षभन्दा नि बढी भइसक्यो नि त, 1 दशक बढी भइसक्यो। अरूबाट अपमानित हुने, अरूबाट नराम्रो हेपिने, अरूबाट आफूलाई चाहिँ अपमान गरेको जस्तो कुनै पल छ दिदी? दिदीलाई पनि भनिहाल्नु भयो नि, हामी सुनुवारको छोरी आक्रमण गरिहाल्छौँ क्या। हजुरले पनि गर्नुभयो है? मैले त कतिलाई पिटाएको छु। अहिले त फेसबुकतिर नि हाल्नुहुन्छ, उहाँ साथीहरूले पनि हेर्नु होला है कार्यक्रम मार्फत, मैले पिटाएको छु के, केटा मान्छेलाई पनि पिटाएको छु, केटीलाई पनि मैले भुताल्या छु। अनि मैले गाउँदा गाउँदा माइक खोसेर मिटिङ गरेर त्यो म सत्य छु है फेरि। अनि त्यहाँको साउले माथि लगेर मिटिङ गर्दाखेरि उहाँले हेरिराख्नु भएको छ नि त, यो बहिनीले भर्खर आएको, यसले केही जान्दैन, तिमीहरूले सिकाउने हो भनेर उहाँलाई गलत देखाइसकेपछि उहाँहरू सबै मिलेर यो दोहोरीमा हामी काम नगर्ने, यसलाई मात्र दिने भनेर गर्नुभएको थियो। धेरै दुःख छन् नि यस्ता दुःखको कुरा त, तर नभनौँ होला अहिले। गीत सुनाऊ, दिदीको गीत सुनाऊ। हजुर, म चाहिँ पहिलो गीत मैले गाएको गीत मैले सुनाएँ। अब फेरि मेरो पहिलो गीत पहिलोको एकदम माया लाग्ने जे कुराको, जस्तै पहिलो माया पनि प्यारो ओ यो माया भन्ने कुरा त टाढै दाइले सडिन भने त यो श्रीमान श्रीमती छुट्टिनु आउनु जानु जोडिनु त्यो केही दुःख होइन, यो भन्ने कुरा आइरहन्छ, आउने आइरहन्छन्, जाने जाइरहन्छन्, आउनेलाई स्वागत छ, जानेलाई बाई बाई हो है। एकदम बिन्दास भएको मान्छे म। दिदीले नै लेख्नु भएको मेरो हाम्रो आफ्नै सुनवार भाषा गीत सुनाउँछु है, प्रयास गर्छु। पहिला धेरै सबै शब्दहरू राम्रो छ क्या दिदी, कुन शब्द गाउनु त? पहिलो शब्द गाउँछ है ल। दिदी यहाँ हुनुहुन्छ जिन्दाबाद। मैले गाएको गीतको त सबैमा आइहाल्छ, म भनिहाल्छु। त्यही अग्रज दिदी हुँदा हुँदै त्यो तात्के नतापी बुढ्के तात्नेर उहाँले नै भन्नुहुन्छ। सीमे भूमिका नादो नाति भाकेशा, सीमे भूमिका नादो नाति भाकेशा, जाति गोदाइन कालिन थम्शा, जाति गोदाइन कालिन थम्शा, गेतेगा गोतेगा तेगा, गेतेगा गोतेगा तेगा, नम फैसा सारा रागिगा, नम फैसा सारा रागिगा,
यो गीत चाहिँ दिदीले लेख्नु भएको, रामकुमार पौडेलले सङ्गीत भर्नु भएको, मैले गाएको। यसको नेपाली गेतेङा गोतेङा भनेको चाहिँ दिदी तिमी काको म काको माया सारा संसार सारा संसारको यो नेपाली भाषामा चाहिँ यो गीत चाहिँ मायामा त भूगोल हुँदैन जात पनि हुँदैन लेख्नु थर पनि हुँदैन। मेरो पहिलो सुरुवात भाषा गीत थियो यो चाहिँ र धेरैले मन पनि पराउनु भएको थियो यो गीतलाई। सुनवार समुदायमा त यो गीत एकदमै चल्यो होइन? हजुर यस्तो हो कि यो सुनवार भाषामा पनि चल्नु भन्दाखेरि पनि मन पराइदिनु भयो। अझ सुनवार भाषै नबुझ्ने अरू जातका मान्छेले पनि ओहो कस्तो राम्रो गीत भन्नुहुन्छ क्या। मेरो दाई घिमिरे कान्की छेत्री हुनुहुन्छ नि, गाह्रै सुनाइदिनुहुन्छ। ओ गेतेङा गोतेङा कहाँ हो भन्नुहुन्छ क्या। गेतेङा गोतेङा भनेको चाहिँ के हो मलाई थाहा थिएन। हजुर अब दिदीको थोरै कविता सुनाऊ दिदी, किनकि हामीसँग समय पनि कति कविता गइसक्यो सुनाऊ, है। एकदम। हामी यतिवटा कविता सुनेर अनि हामी अघि हजुरको क्वेसन पनि थियो कविता दिदीले अहिले कविता भने म महिला हुँ भन्ने कविता सुनौ है। अरू त छँदै छैन होइन। गीत पनि गाउनु गीत त यस्तो गीतको कुरा चाहिँ यस्तो, म विद्यार्थी हुँदा चाहिँ कलाकार होइन, गाउने र नाच्ने फेरि हेर्नु है। खुब नाच्नुहुन्थ्यो है? खुब नाचेँ, मेरो दोलखा जिल्ला चाहिँ फन्को मारेको छु नाचेँ। तर पछिल्लो समय चाहिँ मेरो जिन्दगीमा बाटो मोडियो, म जागिरतर्फ लागेँ अनि यो अरूहरूलाई थाँती राखेर अनि लेख्न मात्रै लागेँ क्या है। म महिला हुँ कविता सुनौँ है त। घोत्लिन्छु हिजोदेखि आजसम्म उही छ मेरो मर्यादाको घेरा, घोत्लिन्छु हिजोदेखि आजसम्म उही छ मेरो मर्यादाको घेरा, जहाँ कहिल्यै फड्को मार्न नमिल्ने सिपमा रमाउनु पर्छ, कहिल्यै अपनत्व महसुस नहुने सम्बन्ध निभाउनु पर्छ, किनभने म महिला हुँ। आज पनि युगदेखि युगसम्मको जीवन गीत गाउनु हुँदैन, आज पनि युगदेखि युगसम्मको जीवन गीत गाउनु हुँदैन, मेरो बोली लरबराएकै सुहाउँछ, बाउ बाजेकै पालादेखि म सल बोलाउनु अनर्थ हो, ओठको हाँसो ओठमै लुकाएर सपनाहरूलाई आत्महत्या गराएर नबोली बस्नुपर्छ, किनभने म महिला हुँ। दासताले थिचेर मुटु भारी भए पनि, दासताले थिचेर मुटु भारी भए पनि, आँसुले नुहाएर जीवनको शून्यतामा रमाउँदै जबरजस्त मुस्कुराउनु पर्छ, आफैलाई बिर्सिएर, किनभने म महिला हुँ। कस्तो एउटै गरामा नारिएर बराबरीको मेलो निखारे पनि, दोषी देखाउनेहरूको हृदय कुञ्जले लिङ्गको भेद देख्छन् र भन्छन् कहाँ हुन्छ लाठे जस्तो, समाजको आँखामा पक्का छ मेरो कमजोरी, त्यसैले त म फरक लाग्छ, किनभने म महिला हुँ। अन्यायको धूपले पोले पनि त्यही धूपको धुवामा चुपचाप उड्नुपर्छ, सिन्दुर चुराको रक्षार्थ औँसीले घेरेको जीवनमा पूर्णिमा भेटेर, किनभने म महिला हुँ। विद्रोहमा भन्दा शालीनतामा खुल्नुपर्छ, विद्रोहमा भन्दा शालीनतामा खुल्नुपर्छ, रहरमा भन्दा बाध्यतामा रमाउनुपर्छ, उज्यालोमा भन्दा अँध्यारोमा सुहाउनुपर्छ, फुलसँगै ओइलिएर फेरि पनि सुगन्ध दिइरहनुपर्छ, किनभने म महिला हुँ। हो म कालो सामाजिक मूल्य मान्यताले दिएको मान पदवीको धनी हुँ। हस्, धन्यवाद। कस्तो मार्मिक होइन, महिला भन्ने बित्तिकै एउटा समाजले बाँधेको एउटा नियम, त्यो परिधिमा हेर्ने दृष्टिकोण, गरिने व्यवहार। अझै दिदीलाई एउटा प्रश्न म सोध्न चाहन्छु र त्यस पछाडि एउटा होइन धेरै सोध्दा हुन्छ। हामी कार्यक्रमको पनि अन्तिममा छौँ दिदी। जस्तो जीवनको एउटा घडी पाउनुभयो र एकपटक त्यसलाई फर्काउने निर्णय गर्नुभयो भने चाहिँ आफूले गरेको जीवनमा गरेको कुनै निर्णयलाई बदल्न चाहनुभयो भने, अथवा भनौँ विगतमा एउटा कुनै गल्ती गर्नुभएको छ, त्यो गल्तीलाई सुधार्न चाहन्छु भन्ने तपाईँलाई त्यस्तो अवसर पाउनुभयो भने तपाईँले के कुरालाई, के चिजलाई बदल्नुहुन्छ? त्यो अवसर नि पाउँदैन जस्तो लाग्छ। पाउने त्यो अवसर पाउने भए, बदल्न पाउने भए यो मेरो भाग्य बदलिन्थ्यो, तर मिल्दैन। भाग्य बदल्नु। अनि एउटा गीत सुनौँ अब। होइन त हुन्छ, दिदीको पनि सुनाउँ क्या एउटा। तपाईँ गीत सुनाउनु ल, दिदीको गीत सुनौँ अब।
दिदीले गीत पनि गाउनुहुन्छ, कविता मात्रै सुन्नुभयो, सुनवार भाषा गीत पनि गाउनु भएको छ एउटा उहाँले। दिदीको गीत सुनौ, तपाईँको एउटा गीत सुनौ अनि हामी अब के गाउँ है, सुनवार भाषाकै गाउँ कि एउटा मैले टुङ्ना ताप्छु भन्ने पनि गाएको छु, म त दिदीसँगै भएर पनि गाएको छु होइन। दिदी लोकदोरी गीत सुनौ न। लोकदोरी गीत कुन सुनौँ दिदी? झमझम नाचौँ न होइन। झमझम तालको त खासै त्यो मेडली टाइम मेवा थियो नि, मेवा। ए काठे गीत ठ्याक्कै दिदीले सम्झाउनु, धेरैले टिकटक गर्नु भएको थियो क्या यो गीतमा चाहिँ। धर्मेन्द्र सेन्चुरी हामीले जोड्नु भएको गीत चाहिँ यो होइन। यो गीतलाई काठे गीत गाएको थिएँ होइन। त्यो गीत चाहिँ धेरैले टिकटक बनाउनु भएको थियो। फेरि कसरी बनाएको थियो भनेर भन न, त्यो चाहिँ 40-35 उमेर कटेकोले बनाउनु भएको थियो। त्यही टुक्का गाउँछु ल ल। तर बिर्स्यो कि प्यास गर्छ है। दायाँ बायाँ रिस गर्ने चाहिन्छ अनि मात्रै सफलता पाइन्छ। रुखमै पाक्यो मेवा, रुखमै पाक्यो मेवा, हाम्रो जोडी देखेर रिस गर्छन् छिट्टै बनाऊ पेवा। रिस गर्ने चाहिन्छ अनि मात्रै सफलता पाइन्छ। रुखमै पाक्यो मेवा, रुखमै पाक्यो मेवा, हाम्रो जोडी देखेर रिस गर्छन् छिट्टै बनाऊ पेवा। रुखमै पाक्यो मेवा, हाम्रो जोडी देखेर रिस गर्छन् छिट्टै बनाऊ पेवा। धन्यवाद। यो गीतमा चाहिँ हाम्रो किशोर सेन्चुरी दाईले मसँग गीत गाउनु भएको थियो। स्वर चाहिँ किशोर सेन्चुरी दाईको छ अनि शब्द चाहिँ हाम्रो रादीप सुनवार दाई अनि लय चाहिँ रादीप सुनवार दाईको, शब्द चाहिँ हाम्रो धर्मेन्द्र सेन्चुरीको। तपाईँले युट्युबमा हेर्न सक्नुहुनेछ। धेरै टिकटक बनाउनु भएको थियो, माया गर्नुभएको थियो। त्यसको लागि थ्याङ्क यू सो मच सबैजनालाई। हुन्छ दिदीलाई थोरै मैले दिदीले पनि गीत पनि गाउनुहुन्छ भन्ने भनिसक्नु भयो। गीत पनि लेख्ने, गाउने पनि, सरकारी सेवा पनि गर्ने बहुप्रतिभाशाली भनौँ दिदीलाई। बहुप्रतिभाशालीको दिदी बहिनी अनि म हो। दिदी एउटा गीत सुनाउनु हजुरको। म त्यसरी पेसा नै गायक त होइन, गुनगुनाउने मात्रै हो होइन। मैले भाषा चाहिँ मैले भने अघि पनि संरक्षण गर्नुपर्छ भनेर होइन। बहिनीले गाउनुभयो, मैले गाएँ। कल्पनालाई त मैले यति गाली गरेँ त्यो रेकर्डिङको बेला, 2टा गीत होइन। उसलाई भाषा प्रष्ट नहुने र पनि चिप्लिहाल्ने। मैले भाषा बोलिरहदिनँ, उसले भाषा बोल्दैन थियो, अहिले त बोल्छ। अहिले त तर भाषा बोल्नेले गाएको र नबोल्नेले गाएकोमा धेरै फरक छ। अहिले त बोल्छ ऊ। त्यही भएर म 2 लाइन भाषाको गाउँछु। त्यो गीत पनि मैले किन लेखेँ भन्दाखेरि मेरो ठाउँ बचाउनको लागि लेखेको। कुनै त्यहाँ एकदमै केही गरौँला भन्दा पनि रोको पाभी मर्दै पनि पिर फुसे साचुसा पोचा दुम्ने शिर। यो मेरो ठाउँको लागि मैले गाएको होइन। यो रोको पा भन्ने चाहिँ एउटा भिर छ, त्यसको नाम हो होइन। किन गर्छौ पिर? फुल टिपेर तिम्रो शिरमा सजाएर शिर उठाइदिउँला नि होइन। मेरो गीतमा भाषा, संस्कार, सभ्यता सँगसँगै अलिकति त्यसमा माया प्रेम जोडिएको हुन्छ कि। जस्तो अहिले पोकली छ उसको होइन लयमा, पोकलीको 1 लाइन गाउँदाखेरि त्यहाँ पनि पोकली छाँगा देवी थान मात्रै छैन, गुरुङ यहाँ लिखु मैदान गेट भनेर चाहिँ त्यो एउटा प्रेमीलाई होइन, त्यो ठाउँको बयान सँगसँगै प्रेमीलाई चाहिँ एउटा मैदानमा भेटौँ न भनेर रिक्वेस्ट पनि छ क्या। मेरो लेखाइमा अलरेडी त्यस्तो चाहिँ मिसिन्छ होइन। अनि यसमा के छ भने धेरै कुराहरू मलाई के गर्नुहुन्छ भने अलिकति यो खस भाषा भनौँ, हाम्रो नेपाली भाषा मिसियो भन्नुहुन्छ। हाम्रो ठाउँतिर नै बोलिने परिभाषा के हो, आफ्नो गाउँठाउँको त्यहाँको रहन सहन होइन र त्यहाँ बोलिने, त्यहाँ गर्ने क्रियाकलाप, त्यहाँ भएका कुना कन्दारामा के आफ्नो संस्कृति के छ त्यो जगेर्ना गर्नु नै लोक हो जस्तो लाग्छ मलाई। त्यसमा चाहिँ यस्तो छ, भाषा चाहिँ मैले जे बोलेँ त्यही लेख्ने हो, नयाँ बनाउन सक्दिनँ। अनि यहाँ सबै सुनवारै हुनुपर्छ भन्ने मान्यता राखेका व्यक्तिहरूबाट यस्तो कुरा सुन्छ क्या म। अनि भिर भन्नेलाई चाहिँ के भन्छ, रोङ होइन त, रोङ हो त्यो, रोङ त्यसमा अब फेरि शब्दमा पनि मिलाउनु पर्ने हुन्छ। अनि उहाँले त्यो भनेर गाउनु भएको, अब त्यो मिसिन सक्छ। त्यसलाई त्यसो भए त आई लभ यु सेम टु यु भनेर किन गाएको त? त्यो झन् इङ्ग्लिस हो। हामीले त कमसेकम नेपाली त गाउँछौँ
नि यहाँ होइन त दिदी के हो त्यो सुनवार भाषा नै हुनुपर्छ सबै भन्यो भने त्यहाँ पनि मिलाउनु पर्ने हुन्छ मिक्समा हुन सक्छ त्यही पनि हामी लोक दोहोरी लोक गाउने मान्छे पर्यो त्यसको लागि तपाईँहरूले अब त्यो तपाईँहरूको सल्लाह सुझाव हो त्यो गर्नुपर्छ भन्ने तर हामीले पनि प्रयास गरेर छाँटकाट गरेर लेखेर बुझेर प्रस्तुत गर्छ एउटा प्रश्न सोध्छु है दिदी जीवनमा कहिल्यै पैसा अभाव खल्तीमा होइन 5 रुपियाँ पनि नभएको दिन हुन्छ नि छ नि किन छैन हुन्छ नि त्यो बेला कसरी आफूलाई सम्हाल्नु भयो कस्तो हामी पनि एउटा विद्यार्थी जीवन कालमै छौँ नि त दिदी हो हो अभाव भन्ने चिजले त हामीलाई अभाव त साथी हो जिन्दगीको अभाव र दबाब भएन भने त जिन्दगीको साथी हो अभाव छैन दबाब पनि हुनुपर्छ अभावलाई चाहिँ एकदमै त्रसित रूपमा लिनु हुँदैन भन्छु अभावलाई अभाव हाम्रो जिन्दगीको साथी हो जसरी दुःख साथी हो र त्यस्तो नभएको दिनहरू छ विद्यार्थी कालमा पनि छ त्योभन्दा अब सानामा पनि थियो होला जागिरै खाँदा पनि सधैँ पैसा हुन्छ भन्ने पनि छैन किनभने पैसा भन्ने कुरा अडिने चिजै होइन के हिजो कोहीसँग थियो आज एउटजनासँग हुन्छ भोलि अर्कैसँग हुन्छ त्यसैले अभावहरू मसँग आज 1000 रुपियाँ छ भोलि अब कता जान्छ त्यहाँबाट पनि कता जान्छ कि पैसा जस्तो भाग्यमा नि कोही रहन्छ अभावलाई मिलाउन चाहिँ सकिन्छ मेरो अनुभवमा एउटा अनुभव सुनौ 6:08 भन्ने थियो म 6-7 क्लासको विद्यार्थी थिएँ होला किनभने 8 देखि त म जिरी बसेँ मसँग 1 रुपियाँ बच्यो सपिङ गर्दा होइन 8मा अनि मैले त्यो 1 रुपियाँलाई कसरी भाग लगाएँ भन्दा 25 पैसाको एउटा केही किने 25 पैसाको मैले खाजा खाएँ अनि 25 पैसाको चाहिँ मैले मेरो आमाको लागि त्यो सुर्ती किने 25 पैसाको चाहिँ एउटा अन्डा किने आमालाई लग्दिनलाई हाटमा क्या 1 रुपियाँ मात्रै थियो क्या मसँग पैसा त्यसैले म सबैलाई भन्छु म्यानेजमेन्टलाई चाहिँ अलिकति ध्यान चाहिँ दिनुपर्छ होला जस्तो लाग्छ म अहिले पनि वास्तवमा त्यो म्यानेजमेन्टमा चाहिँ आफूलाई ठिकै छु जस्तो लाग्छ क्या कहिलेकाहीँ होइन बुङ्गै भएर पनि फेरि हिँड्नु हुँदैन आज त्यो 100 रुपियाँ नै सकिन्छ भने 100 रुपियाँलाई चाहिँ 90 रुपियाँ झार 10 चाहिँ भोलिलाई राखौँ न त्यो चाहिँ भन्छु फेरि बचत पनि गर्नुपर्छ बचत गर्नुपर्छ जिन्दगी बन्ने रहेछ मलाई त यहाँ आज 10,000 आयो भने भरे कुन लुगा किने भनेर पहिला सोचिसकेँ त्यसमा चाहिँ के गर्नुपर्छ 9,500 को लुगा किने 500 चाहिँ भोलि लान्छ भोलि त थाहा छैन नि कस्तो हुन्छ भनेर भोलि थाहा छैन नि होइन एकछिनपछि के हुन्छ थाहा छैन तर त्यसो गर्दा पनि सबै अभाव टरिन्छ भन्ने होइन तर अलिकति सचेत पनि हुनुपर्छ हामी महिलाहरूले विशेष भन्छ है दिदीलाई एउटा क्वेसन सोध्नु पर्यो दिदी तपाईँले माया र करियरलाई हुन त हजुर मायाको कुरा भनेपछि माया भन्ने बित्तिकै एकदम पर पर्ने मान्छे हो हजुर होइन त्यो बाट हजुरलाई यस्तो चाहिँ नभन न बोयफ्रेन्डहरूलाई पो पछि पर्ने गाडी घर परेर माया हुँदैन माया धेरै प्रकारका हुन्छन् एउटा एउटा दुईटा क्वेसन सोधिसक्यो माया र करियरलाई चुज गर्नु पर्यो यस्तो माया रोज्नुहुन्छ कि करियर रोज्नुहुन्छ मायाकै ठाउँमा आफ्नै महत्त्व छ करियरकै ठाउँमा महत्त्व छ है माया नभए करियर पनि हुँदैन होइन यो त कति अप्ठ्यारो पार्यो त के भन्ने दिदी भने आधी मैले आधी भने आधी बाढी चुडेको माया र करियरमा हजुर करियर र माया त तुलना गर्नै मिल्दैन नि माया भनेको तुलना गर्ने चिजै छैन मायासँग करियर दाँच्नु पनि मिल्दैन माया भन्दा नि अझ प्रेम आफूले आफूलाई पनि प्रेम गर्नुपर्छ अनि करियर बनाउन सकिन्छ आफ्नो करियर आफ्नो भविष्य जब आफूलाई माया गरिन्छ आफूलाई प्रेम गरिन्छ अनि मात्रै हुन्छ माया र प्रेममा पनि फरक छ फेरि है मायामा एकछिन प्रेममा संरक्षण हुन्छ प्रेमले चाहिँ संरक्षण गर्छ मान्छेलाई त्यही भएर माया र करियर फरक फरक विषय हो आफूले आफूलाई माया गरियो भने आफूले आफूलाई प्रेम गर्यो भने आफ्नो करियर जिन्दगी चाहिँ बनाउन सकिन्छ र हामीले बुझ्नै पर्ने कुरा चाहिँ माया अहिले कति सस्तो भयो भन्नुहुन्छ भने बजारमा माइती घर मण्डलामा सम्म गएर सुत्नु पर्ने अवस्था टेन्टमा सुत्नु पर्ने अवस्था भयो त्यो माया होइन हेर्नुहोस् त्यो
भ्रम हो, स्वार्थ हो। मायामा त त्याग हुन्छ बहिनी, प्रेममा त त्याग हुन्छ। जतिसुकै मलाई दुःख दियोस् तर म समर्पण हुन्छु त्यो मान्छेप्रति, साँच्चै माया हो भने। त्यो देखावटी चाहिँ माया होइनन्, प्रेम होइन भन्ने मेरो आफ्नो बुझाइ छ। किनभने आफूले दुःख पाएर पनि अर्काको खुसी चाहिँ देख्न सक्नु चाहिँ माया हो, प्रेम हो। जस्तै हाम्रो बाबा आमाले हामीलाई हामीबाट केही अपेक्षा गर्नु भएन, सधैँ माया गर्नुभयो होइन। र मान्छेले देख्दाखेरि पनि आफ्नो सन्तानलाई मात्रै राम्रो देख्छ, स्वाभाविकै हो। अनि तर निस्वार्थ जिन्दगीमा मान्छेको निस्वार्थ माया गर्ने एउटै मात्रै पुरुष, एउटै मात्रै महिला हुन्छ। को होला त्यो? बाबुआमा हो। संसारमा एउटै मात्रै निस्वार्थ माया गर्ने बाबु हो, संसारमा निस्वार्थ माया गर्ने आमा हो। अरू सबै स्वार्थ एक अर्कासँग दाँजिएको हुन्छ, रिलेटेड चाहिँ हुन्छ स्वार्थ। तर कस्तो खालको स्वार्थ भनेर फरक पर्छ क्या। जिन्दगी यो प्रेम माया, माया भन्ने कुरा पनि यो चङ्गा जस्तो, धागो जस्तो, जो दुईजनाको माया जोडिन्छ, श्रीमान श्रीमती, गर्लफ्रेन्ड बोयफ्रेन्ड अथवा जेसुकै भनौँ होइन, त्यो चाहिँ एउटा धागो हो। दुवैजनाले मिलाएर राख्न सक्यो भने मात्रै उड्छ चङ्गा, अथवा होइन। मान्नुहोस् हामीले बत्ती बनाउँछौँ हामी महिला हौँ होइन, त्यो मिलाएर बाट्यो भने त्यो लाख बत्ती बन्छ। हेर्नुहोस्, मिलाएर बाट्न सक्यो भने त्यो बिचैमा चोडिन्छ। त्यही हो माया वास्तवमा। सम्बन्ध त्यही हो। सम्बन्ध बचाउनको लागि मैले पनि मर्नुपर्छ, उनले पनि मर्नुपर्छ। यहाँ त गर्लफ्रेन्ड बोयफ्रेन्डको मात्रै माया छैन नि होइन। जस्तो म मेरो जीवनमा 10 वर्षसम्म एउटै बेडमा एउटै रुममा बसेको साथी बित्यो बित्न त होइन। म हार्दिक श्रद्धा सुमन गर्न चाहन्छु। हामी कमन बस्यो, दुईटा बेड हुँदा पनि हामी कहिले छुट्टै सुतेनौँ। तर हाम्रो समर्पण के थियो भन्दा मलाई मिठो लाग्ने चिज उसलाई मिठो लाग्दैन थियो, उसलाई मिठो लाग्ने चिज मलाई मिठो लाग्दैन थियो। तर हामी एकअर्कामा चुप लाग्थ्यौँ। जागिरको दौरानमा थियो होइन, 10 वर्ष। र त्यो ऊ चाहिँ त्यो बिरामसँग जुधेर मलाई भिडियो कल गर्थ्यो, तारा तपाईँ सन्चै हुनुहुन्छ, मैले नराम्रो सपना देखेको थिएँ। कस्तो भयो होला मलाई। जबकि ऊ सिरियस अवस्था थियो, म हेर्न जानै सकेको थिइनँ उसको घरमा। जबसम्म ऊ सक्ने थियो त्यतिसम्म हेर्न गएँ होइन। तर उसलाई देख्न नसक्ने भएपछि त्यो मेसेजमा मात्रै कुरा गरेँ मैले। त्यही भएर दुवैजना त्यति लामो समयसम्म टिक्नको लागि चाहिँ जस्तो उसलाई खान मन लागेको दिनमा मैले मेरो रहर मार्थेँ, मलाई खान मन लागेको कुरा त्यो दिन उसको आफ्नो रहर मर्थ्यो कि। त्यो चाहिँ प्रेम हो भन्छु म। मैले भनेकै हुनुपर्छ, मैले भनेको सबै ठिक हो, त्यसमा म कहिल्यै सहमत भएन क्या। हुँदिन पनि मान्छेले आफू जस्तो बनाउन खोज्छ के, त्यो गलत हो के। ऊ जस्तो छ त्यसमा स्वीकार्नुपर्छ। म जस्तो छ त्यसैमा हजुर स्वीकार्नु भयो र हजुर जस्तो हुनुहुन्छ त्यसमा स्वीकार्यो भने चाहिँ हामी सदैव बाँच्छौँ क्या। त्यही भएर पनि कतिपय कुराहरू मिल्छन् क्या। जस्तै म जस्तो छु त्यो कुरालाई त्यसले स्वीकार्न सक्नुपर्छ। जो मेरो विपरीत मान्छे छ त्यो मान्छेले म जस्तो छु, कल्पना यस्तो छ, यो नै हो है भनेर स्वीकार्न सक्नुपर्छ क्या। यसलाई कल्पना यस्तो छ, यसको बानी सुधार्न पर्छ भने त्यो सम्बन्धै टिक्दैन क्या। र दिदीले भनिसक्नुभयो माया निस्वार्थ माया गर्ने दुईजना मात्रै। मैले चाहिँ आमाको त भनिहालेँ अघि नै कार्यक्रमको सुरुवातमै, अलिकति भावुक पनि भएको थियो, त्यसको लागि सरी। मैले आमाको त माया पाइनँ, तर मेरो छोराछोरी नबिग्रिनु भनेर बुवाहरूले कराउँदाखेरि मलाई कति रिसाउँथेँ क्या पहिला। अहिले चाहिँ म अनुभव हुन्छ क्या, किनभने गलत बाटो हिँड्लान् भनेर रहेछ क्या। हामीलाई जन्मदैदेखि माया गरिराख्ने, अन्त्यसम्म माया गर्ने भनेको चाहिँ बुवा मम्मी नै रहेछ है। पछि आएका सम्बन्धहरू भनेको केही स्वार्थ लिएर आउने स्वार्थ हुन्छ। अब स्वार्थलाई कसरी डिफाइन गर्ने भन्ने त्यो स्वार्थ त जोडेकै हुन्छ। अनि पछि सबै युनिभर्सल हुन्छ नि त, त्यो स्वार्थ छ बोलिरहेको छु नि। त्यो मान्छेसँग मेरो प्रेम भयो, जोडिएपछि आएका सम्बन्धहरू भयो। जस्तै श्रीमान श्रीमतीको पनि 20 वर्षपछि सम्बन्ध विच्छेद हुन्छ नि, त्यो प्रेम हो त दिदी? होइन नि, निस्वार्थ प्रेम भएको त त्यहाँ छुट्दैन। र म चाहिँ के भन्छु भने मसँग जोडिन आएका जति पनि नाता थिए, सम्बन्ध थिए, मन पराउने, मन पराएका थिए नि, त्यो सम्बन्धहरूलाई सम्झेर कहिले रुन नपरोस्, छुटेर जाने हरका लागि पनि। र अब आउने व्यक्तिहरूले
म जस्तो छु त्यसलाई स्वीकार गरेर त्यसैले स्वीकार्नु भयो भनेदेखि चाहिँ हाम्रो सम्बन्ध ठिक छ ल गाइजहरू भन्छु। अनि अब छुटेर जाने सम्बन्ध जति पनि थिए होइन फुट्ने जुट्ने त हुन्छ, त्यस मान्छेलाई कदापि जिन्दगी भेट्न पनि नपरोस्, देख्न पनि नपरोस्। अब आउने जोडिने सम्बन्धहरू छन् नि त्यो सम्बन्धहरूलाई चाहिँ म जस्तो छु त्यसलाई स्वीकार्नुहोस् है भन्छु म चाहिँ। जस्तै तिमी र म पनि कल्पना दिदी यस्तो छ यही ठिक छ भन्यो भनेदेखि हाम्रो सम्बन्ध ठिक छ भने पुरानो हाम्रो मित्रता दोस्ती हो है। प्रायः जसो म दोस्ती गर्दिनँ, गएपछि त्यो छुट्दैन क्या। अन्त बहिनी पनि अलिक सानैदेखि नै हो हाम्रो त, कति 10 वर्ष भयो, 8-9 वर्ष भयो होला है भयो सम्बन्ध। दिदीसँग पनि यति धेरै सहकार्य गरेँ, उहाँसँग यति धेरै प्रेम छ मेरो भन्नुभयो। माया र प्रेममा फरक छ, माया पनि छ प्रेम पनि छ र त हाम्रो सम्बन्ध छ। अब हामी कार्यक्रमको अन्त्यतिर छ। म यो देखाइरहेको छु अघिदेखि, किनभने बहिनीसँग त मेरो पहिलो भेट हो। अनि जिर्मा मार्फत म प्रेम गर्न चाहन्छु, यो हस्तान्तरण गर्छु। यो पढेर प्रतिक्रिया दिनु होला होइन। म पढेर यो एक पढेर मलाई राम्रो लागेको सृजनाहरू कार्यक्रममा मलाई दिदीलाई एउटा क्वेसन अघिदेखि सोध्न मन लागिरहेको थियो। एउटा भन्ने म त्यही क्वेसन दिदीलाई पनि सोध्छु, यो अन्तिम क्वेसन पनि हुनेछ। साथी कस्तो हुनुपर्छ दिदी? साथी अन्त जस्तो दिदी जस्तो हुनुपर्छ। दुःख सुखमा पनि साथ दिने होस् कि मेरो दुःखमा पनि बिचरा भनेर मसँगै सहकार्य गरोस्, मेरो सुखमा पनि वाह आज पार्टी हाल्नु है यति धेरै खुसीको खबर छ भन्ने, अनि मसँगै रमाउने होस् क्या। साथी भनेको त्यस्तो होस्, निस्वार्थ। दिदीलाई सोध्छु, दिदी त विवाहित हुनुपर्छ, दिदी श्रीमान कस्तो हुनुपर्छ? दिदी विवाहित हो भन्नु न श्रीमान कस्तो हुनुहुन्छ मेरो कुरा त भन्नु न। म त राम्रो क्वेसन एन्सर दिन्छु। श्रीमान कस्तो? श्रीमान कस्तो जस्तो श्रीमान श्रीमती एकअर्काको एउटा के हुन्छ, एकअर्काको दुई पाहुरा पनि भनिन्छ नि त दिदी। त्यो भएर श्रीमानको दुःखमा श्रीमती, श्रीमतीको दुःखमा श्रीमान भनिन्छ। हजुरको विचारमा श्रीमान कस्तो हुनुपर्छ अथवा श्रीमती कस्तो हुनुपर्छ? दुवै छोटो एक लाइनमा बस्दाखेरि श्रीमानले श्रीमतीलाई विश्वास गर्न सक्नुपर्छ, श्रीमतीले श्रीमानलाई विश्वास गर्न सक्नुपर्छ, अनि मात्रै सम्बन्ध ठिक छ। विश्वास भएन भने हुँदैन सम्बन्ध, मलाई लागेको कुरा। अब त्यसपछि व्याख्या गर्दाखेरि थुप्रै यो भए हुन्थ्यो, यो हुनुपर्छ भनेर आफ्नो ठाउँमा छँदैछ। असन्तुष्ट सन्तुष्टको पाटोको त जति व्याख्या गरे हुन्छ, तर एउटा श्रीमान विश्वासिलो हुनुपर्छ र त्यतिकै श्रीमती विश्वासिलो हुनुपर्छ। हरेक कुरामा विश्वास गर्न सक्नुपर्छ, आँट पनि हुनुपर्छ, नत्र हुँदैन। यदि विश्वास गर्न सकियो सम्बन्ध टिक्यो, सकेन टिक्दैन। युवा पुस्तामा के दिदी अहिले जस्तो हाम्रो उमेरको धेरै दिदीबहिनीहरूको सम्बन्ध टुटिरहेको हुन्छ, त्यसमा विश्वासको कमी हो। विश्वासको कमी हो, एकअर्कालाई बुझ्न नसक्नु, त्यो त रमाइलो मात्र। त्यहाँ प्रेम छैन, स्वतन्त्र जिउँछु भनेर पनि हो क्या बिग्रेको जस्तो लाग्छ। मैले अघि सुरुमा भने नि मर्नुपर्छ एकअर्काको लागि, आफूलाई मार्नुपर्छ भन्न खोजेको अर्थ चाहिँ अब मर्ने भन्नको अर्थ आफ्नो रहरहरूलाई थाँती राख्न सक्नुपर्छ। अहिलेको पुस्ताले त्यसो गर्न चाहँदैन, आफूले नै भनेको हुनुपर्छ, मैले नै भनेको हुनुपर्छ। तर त्यस्तो हुँदैन। बिहा गरिसकेपछि एउटा संस्था भन्छ जीवन है, संस्था भन्छ। जसरी म अहिले मेरो छोरीले फोन गरिरहेछ भनिरहेको छु नि, मेरो पछाडि एउटा संस्था चलाउनको लागि हजुर संस्थामा हुनुहुन्छ, यो पोडकास्टमा टिम हुनुहुन्छ नि होइन, टिम हो वैवाहिक जीवन पनि। अनि त्यो टिम चाहिँ जोगाइराख्नको लागि हरेक मेम्बरको आफ्नै भूमिका हुन्छ। त्यो भूमिका चाहिँ सबैले पोजिटिभ निभाउनुपर्छ, अनि मात्रै सम्बन्ध रहन्छ भन्छु। अन्तिममा दिदीको एउटा गीत सुन्छौँ। म काठे गीत गाएँ है, अनि सुनवार भाषामा गाएँ, अर्को फेरि सुनवार भाषाकै गाउँछु ल, किनभने त्यो गीतलाई पनि भुल्न भएन। आफ्नै जातको छुट्टै उयो छ नि त, आफ्नो गीतमा छुट्टै माया, आफ्नो भाषामा आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्न हिँड्ने एक मान्छे म पनि हो भनेको छु है।
मेरो दिदी पछाडि हाम्रो टुङ्ना ताप्सु भन्ने गीत आएको थियो, त्यसलाई पनि धेरैले मन पराउनु भएको थियो। यो गीत चाहिँ आदरणीय दाइ अमरदीप सुनवारले लेख्नु भएको थियो, रामकुमार पौडेल दाइले पनि सङ्गीत गर्नुभएको थियो। हाम्रो रामकुमार पौडेल दाइलाई पनि धेरै सम्झेको छु, उहाँले धेरै मैले गाएको गीतहरू प्रायः सुन्नु भएको गीत उहाँले नै गर्नुभएको छ क्या सबै गीतहरू। मार्मुने लास्यो सैथोचे नाचनु रिचा मुल्थोचे, ए मार्मुने लास्यो सैथोचे नाचनु रिचा मुल्थोचे, टुङ्ना ताप्स्यो दिसदार्स्यो इन्केनु आके थुङ्गाड्स्यो, इन्केनु आके थुङ्गाड्स्यो, टुङ्ना ताप्स्यो दिसदार्स्यो इन्केनु आके थुङ्गाड्स्यो, इन्केनु आके थुङ्गाड्स्यो, हे इन्केनु आके थुङ्गाड्स्यो। धन्यवाद। यसको उल्था चाहिँ मार्मुने लास्यो सैथोचे भनेको चाहिँ पोहोर भेट्दाखेरि तिमी कति लजाउनु भएको थियो, यसपालि चाहिँ तिमी र म सँगै बसौँ, सँगै बरु माया लगाउँ, सँगै रुने हाँस्ने बरु भनेको यो चाहिँ होइन। अनि भेट्दा चाहिँ लाज लाग्थ्यो, अहिले चाहिँ माया पनि लाग्ने भएछौ, नलजाउनु भएछौ। अब यसपालि चाहिँ हामी अलि नजिक हौँ, जस्तै प्रेम प्रस्ताव पनि पुग्यो, त्यहाँ सँगै बसौँ, सँगै खाउँ, रुन परे पनि सँगै रुँ, हाँस्न परे नि हाँस्न परोस् भनेको के, सँगै हाँसौँ भनेको। अनि टुङ्ना ताप्स्यो दिसदार्स्यो भनेपछि टुङ्ना भन्ने एउटा बाजा हुन्छ क्या बाजा हो त्यो, लोक बाजा सुनवार बाजा चाहिँ होइन भन्नुभएको है, यिनके हाम्रो भाषा बिर्सनु भयो है। हाम्रो लोक बाजा हुन्छ, त्यो टुङ्ना बजाएको कति राम्रो, तिम्रो र मेरो मन मिलेको क्या। टुङ्ना बजाएको कति राम्रो, टुङ्ना ताप्स्यो दिसदार्स्यो भनेको चाहिँ टुङ्ना बजाएको कति सुहाएको, इन्केनु आएको थुगार्स्यो भनेको चाहिँ तिम्रो र मेरो मन मिलेको भने। ओके दिदी, अस्ति भर्खरै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान राजस्थानको तदर्थ समिति गठन भएर दिदी अध्यक्ष संयोजक पनि बन्नु भएको छ। दिदीलाई धेरै धेरै शुभकामना पनि छ। अब अहिले नै के गर्नुहुन्छ भन्दा पनि अब काम गरेर दिदीले पछि राम्रो गर्नु भएपछि फेरि हामी दिदीलाई ल्याउने छौँ। दिदीलाई धेरै धेरै शुभकामना, समय दिनुभयो, धन्यवाद। आदरणीय दर्शक वृन्द, कार्यक्रम सत्य संवादको यो श्रृङ्खला आजलाई यति नै। तपाईँले यो कार्यक्रम हेरिसके पछाडि जीवन के हो, दुःख के हो, सङ्घर्ष के हो, आमा के हो, त्यति मात्र नभएर जीवनको दौरानमा आउने कठिन परिस्थितिहरूलाई कसरी सामना गर्नेदेखि लिएर रमाइला क्षणहरू पनि तपाईँले बिताउन पक्कै पाउनुहुनेछ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया अनिता थापा मगर पोडकास्ट युट्युबमा गएर हेरेर कमेन्ट गर्न नबिर्सनुहोला। हामी अर्को श्रृङ्खलामा आउने नै छौँ। दिदीहरूलाई समय दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै यो कार्यक्रमबाट म अनिता थापा मगर छुटिन्छु। नमस्कार, यहाँहरूको शुभ रहोस्।